सम्पूर्ण मित्रहरू र मित्रतामा समर्पित यो कविता मित्रता। तपाईहरुसँग यो जुनीमा भेट भयो। तपाईको मित्र भन्ने र बन्ने अनुपम सौभाग्य प्राप्त भयो। जीवन यात्राबाट छुट्नु अघि नै मित्रताको धर्म निभाउने सुवर्ण अवसर, शक्ति र आशीर्वाद मिलोस्, यही प्रार्थना छ। मेरो कविता मित्रता। साथी शब्दको आविष्कारकलाई नमन। शब्दकोशकै सबैभन्दा अमूल्य शब्द। साथी भनौँ, मित्र भनौँ, यार भनौँ या तिमी तपाईँ भनौँ, मित्रतालाई जन्म दिने तत्त्व मित्र हो। यो आत्मीयता हो, सद्भाव हो, त्यसैले ऊ मित्र हो। मित्रता मनबाट गरिने प्रेम हो, अङ्गालो भरिको माया हो, समझदारी हो, गहिरो समझदारी। अनि मित्रता कहिल्यै नटुट्ने बन्धन हो, अनौठो अनौठो सम्बन्ध हो। यो मित्रता जीवनको सबैभन्दा ठुलो भाग्य हो। यो ऊर्जा हो, ज्योति हो, शक्ति हो, भक्ति हो, अनि यो हृदय भएको विश्वास हो। कहिल्यै नचुनिने अदृश्य डोरी हो यो। मित्रता सजिलोमा मात्र होइन, हर मुस्किल र हर अडचनमा सँगै रहने, अरूले छोड्दा अनन्तकालसम्म रहिरहने असीमित साथ हो यो, असीमित साथ। जब पर्छ आपत्ति अनि चिनिन्छ साथी। मित्रताका लागि गरिने बलिदान हो। तिम्रा लागि म छु नि भन्ने भरोसा हो। मित्र मनभित्रका सबै कुरा खोल्न सक्ने एउटा विश्वास हो। मित्र नै जीवनको पूर्णताको स्रोत हो। मित्र नै जीवनलाई सत्मार्गमा हिँडाउने बाटो हो। मित्र त हरेक मित्रको गल्तीलाई इमान्दारपूर्वक औँल्याउने सचेतक हो, सचेतक। गाली गर्ने, कान समाउने, अर्थी दिने ऊ अभिभावक हो, अभिभावक। जीवन हार्दै गर्दा जितका लागि आउने अनि उठाउने ऊ साहस हो, अदम्य साहस। एउटा मित्र अदम्य साहस हो। मित्रता कहिलेकाहीँ ग्लास ठोक्काएर चियर्स भन्दै उमङ्गले मनाउने पल हो। सँगै बसेर हाँस्दै गाउने गीत हो। झ्याउरे गीतमा मस्त भएर झुम्दै नाच्ने नृत्य हो। मित्रता चौतरीमा कविता लेख्ने, सुनाउने वा सुन्ने सुप्रिय गान हो। चिया पसलमा भेटेर हल्ला गर्दै पिइने चिया हो। मित्रता बैंस हो, गफ हो, ठट्टा हो, मस्ती, अनि यो पेट मिची आँसु आउने गरी हाँस्ने हाँसो हो। मित्रता उत्साह, मङ्ग र खुसी र प्रेरणा हो। बुढेसकालमा पनि बैंसको ठट्टालाई सम्झी मस्तसँग हाँस्ने अति नै मिठो याद हो। मित्रतामा कुनै जात र रङको बार हुँदैन, धर्मको पहिचान र विभाजन हुँदैन, धनी गरिबको फरकता हुँदैन, भूगोलको दूरी हुँदैन। साथी सँगैसित वाद विवाद र सिद्धान्तको रेखा हुँदैन कहिल्यै पनि। यसमा केवल निस्वार्थ प्रेम रसका आत्मीयताहरू बहाउँदै सद्भावको फुलबारीमा सिञ्चन गर्दै, सजाउँदै, समाजमा सुगन्ध फैलाउँदै मित्रताको धर्म पुरा गरिएको एक विश्वासमा हो, एक आत्मीय विश्वासमा, सधैँ आत्मीय विश्वासमा। मित्रता जीवन यात्राको शीतलता हो, शान्ति हो। यो जीवनमा पाइने कहनुर जस्तो अमूल्य दुर्लभ हीरा हो। मित्रता दुई फरक आत्माबाट जन्मिएको एकीकृत एउटै आत्मा हो। मित्र के होइन मित्र सृष्टिको सबैभन्दा प्रिय उपहार, सबैभन्दा प्रिय उपहार। साथी स्वयं मातापिता, गुरु र ईश्वर हो। त्यसैले जाऊ तिम्रो पुरानो साथीको याद दिलाऊ। जाऊ पुरानो साथीको
पुरानो साथीको साथले आफैलाई सम्झना दिलाऊ। मित्रलाई हृदयबाट कृतज्ञता जनाऊ। मित्रताको अर्थ केलाऊ हो गहिरेर मित्र र मित्रताको अर्थ केलाऊ। मित्रको महिमा तिमीलाई त्यो बेला मात्र थाहा हुन्छ। मित्रको भाव तिमीलाई त्यो बेला मात्र खड्किन्छ जब तिमीसँग कोही पनि हुँदैन, कोही पनि, अथवा तिम्रो मित्र कहीँ पनि हुँदैन, कहीँ पनि। त्यो बेला धेरै ढिला भइसकेको हुन्छ, त्यो बेला धेरै ढिला भइसकेको हुन्छ भन्नलाई। ओए ए सुन, अस्तिको कुरामा रिसाइसी क्या हो यार? सरी ल, हल्का रमाइलो मात्रै। सुन, आइजो यार, आइजो, छोड्दे सबै कुरा, एकछिन सँगै चिया पियौँ, यादमा डुबेर पुराना कुरा गरौँ, पुराना नयाँ परिकल्पना गरौँ, सपनासित सपना बुनौँ यार, मनभरिका आकाङ्क्षा पोखौँ। आइजो, सबै सुख दुःख, खुसी र हाँसो फेरि एकपल्ट बाँडौँ। छिट्टै भेटौँ है।